कीर्तिपुरमा काठमाडौँले कर्णालीलाई भने 150 इजी 12 बल अगाडि 155 रन प्ले अफ लोडिङ। कर्णालीको सुरुवात त यस्तो, पहिलो बलमै आउट, अन्तिम बलमै रन आउट, वाइफाई जस्तै अन अफ। तर गुलसन झाको पावर 22 बलमा 49 नट आउट, यति छक्का चौका कि फिल्डर्सले मात्रै कार्डियो गरे। काठमाडौँको जवाफ बेनको एकै ओभरमा 3 छक्का। सोमपालको ओभर, सोमपाल एक्सप्रेसबाट सोमपाल एक्सपेन्सिभ। मध्यक्रम ढलेपछि एरासमा सिम्सन आए, 45 बलमा 86 रन। कर्णाली, यी दुईलाई कसले रोक्ने? सिम्सन आउट, राशिद आउट, टेन्सन। तर भीमसर्की रिल्याक्स, छक्का, खेल सकियो। काठमाडौँ टप 2 मा उफ्रियो, कर्णाली चौथो हार। भिडियो मन परेमा लाइक, कमेन्ट, फलो र सेयर गर्न नछुटाउनु है। अनि यो सिजन कसले बाजी मार्ला कमेन्टमा लेख्नुहोस्। अर्को खेलमा फेरि भेटौँला, रमाइलो ग्यारेन्टी।